भारतीय राजनीति सधैँ अनेकौं ड्रामा र अनौठा घटनाक्रमहरूले भरिपूर्ण हुन्छ। तर भर्खरै मात्र एउटा यस्तो घटना भएको छ जुन सायद कसैले कल्पना पनि गरेको थिएन। राजनीतिले एउटा नयाँ मस्केट पाएको छ, त्यो पनि साङ्लो। पत्याउन गाह्रो छ हैन? तर साँच्चै एउटा यस्तो किरा जसलाई प्राय सबैले घृणा गर्छन्, त्यही किरा अहिले लाखौं अनलाइन फलोअर्स भएको एउटा ठूलो व्यङ्ग्यात्मक आन्दोलनको केन्द्रबिन्दु बनेको छ। अब तपाईहरू सोच्दै हुनुहुन्छ होला, एउटा घृणित किरा कसरी रातारात राजनैतिक सुपरस्टार बन्न सक्छ? सुन्दा पुरै हावा गफ जस्तो लाग्न सक्छ। तर यो एउटा जोक पार्टीले अहिले इन्टरनेट नै तताइरहेको छ। यो कुनै सानोतिनो हल्ला मात्रै होइन, यसले साँच्चीको राजनीतिक तरङ्ग ल्याएको छ र ठूला नेताहरूलाई समेत ध्यान दिन बाध्य बनाएको छ। यो अनौठो कथा आखिर कसरी सुरु भयो त? आउनुहोस् बुझौं। कुनै पनि ठूलो आन्दोलनको पछाडि एउटा सानो झिल्को हुन्छ। यो अकल्पनीय प्रतीकको विवादित सुरुवात पनि त्यसरी नै भयो। सबै कुरा भारतको सर्वोच्च अदालतबाट सुरु हुन्छ। प्रधान न्यायाधीश सूर्यकान्तले एउटा सुनवाईको क्रममा निकै कडा टिप्पणी गर्नुभयो। उहाँले पत्रकारिता र सक्रियतावादतर्फ लागिरहेका बेरोजगार युवाहरूलाई साङ्लो र परजीवीसँग तुलना गर्नुभएको कुरा बाहिरियो। पछि यो टिप्पणी विशेष गरी नक्कली डिग्री भएका व्यक्तिहरूप्रति लक्षित थियो भनेर स्पष्टीकरण त आयो, तर इन्टरनेटको दुनियाँमा एकपटक कुरा भाइरल भएपछि स्पष्टीकरणको खासै अर्थ रहँदैन। त्यही एउटा विवादित भनाइले एउटा पुरै नयाँ आन्दोलनलाई जन्म दियो। अनि जन्मियो कक्रोच जनता पार्टी अर्थात् सीजेपी। यसको सदस्यता मापदण्ड सुन्दा तपाईँलाई पनि हाँसो उठ्न सक्छ। सदस्य हुन बेरोजगार हुनुपर्छ, अल्छी हुनुपर्छ, दिनभरि अनलाइन बस्ने र एकदमै प्रोफेसनल तरिकाले गुनासो गर्न सक्ने हुनुपर्छ। अभिजित दीपके नामका एक विद्यार्थीले ठट्टा गर्दै यो पार्टी बनाएका थिए। तर अचम्मको कुरा के भयो भने निराश युवाहरूले यसलाई यति धेरै रुचाए कि यो रातारात भाइरल नै भयो। अब कुरा गरौँ यो हुल अर्थात् यो साङ्लोको फौज कसरी यति छिटो फैलियो भन्ने बारे। घटनाक्रम एकदमै बुलेट ट्रेनको गतिमा अगाडि बढ्यो। पहिलो र दोस्रो दिनमा टिप्पणी भाइरल हुन्छ। तेस्रो र चौथो दिनसम्म पुग्दा नपुग्दै गुगल फर्म भरेर हजारौं युवाहरू पार्टीमा जोडिन्छन् र एक हप्ता पनि नबित्दै यो अनलाइन ठट्टा सडकमा ओर्लिन्छ। युवाहरू साँच्चै साङ्लोको लुगा लगाएर सडक सफा गर्न र विरोध प्रदर्शन गर्न थाल्छन्। विपक्षी नेताहरूले पनि यसलाई समर्थन गर्न थाले। एउटा सामान्य जोक एकै हप्तामा सडक आन्दोलनमा परिणत हुनु चान्चुने कुरा पक्कै होइन। यसको अनलाइन क्रेज कति थियो भनेर बुझ्न एउटा अचम्मको तथ्याङ्क हेरौँ। विश्वकै सबैभन्दा ठूलो राजनीतिक पार्टी मानिने बीजेपीको आधिकारिक इन्स्टाग्राम फलोअर्स करिब 8.7 मिलियन छ। तर एक हप्ता अघि मात्रै जन्मिएको यो ठट्टा पार्टीको फलोअर्स 10 मिलियन नाग्यो। यो आँकडा सुन्दा जति अचम्म लाग्छ, यसले सामाजिक सञ्जाल र परम्परागत राजनीतिको शक्ति बीचको गहिरो भिन्नतालाई त्यति नै छर्लङ्ग पार्छ। तर यो तीव्र उदय बिना कुनै अवरोध भने अगाडि बढेको छैन। करिब 2 लाख फलोअर्स भएको सीजेपीको एक्स पहिलेको ट्विटर एकाउन्ट भारतमा रोकियो। कारण देखाइयो एउटा कानुनी माग। हामी यहाँ को सही को गलत भनेर राजनीति गरिरहेका छैनौं, तर यो तथ्यले एउटा कुरा पक्का गर्छ। त्यो के भने डिजिटल व्यङ्ग्यले पनि वास्तविक दुनियाँमा ठूलै कानुनी र राजनीतिक हलचल ल्याउन सक्छ। यो हास्यास्पद आवरणभित्र लुकेको एउटा निकै गम्भीर पाटो पनि छ। त्यो हो पुस्तागत थकान र निराशा। यति धेरै युवाहरू किन यो जोकमा सिरियसली जोडिए त? यसलाई बुझ्न हामीले अलिकति तथ्याङ्क हेर्नुपर्छ। 1.4 अरब जनसङ्ख्या भएको भारतमा झण्डै आधा मानिसहरू 30 वर्ष मुनिका छन्। तर राजनीतिक सहभागिता एकदमै कम। 29% युवा राजनीतिबाट पुरै टाढा भाग्छन् र जम्मा 11% मात्र कुनै औपचारिक पार्टीका सदस्य छन्। यसको सिधा अर्थ के हो भने आजका युवाहरूले पुराना राजनीतिक दलहरूमा आफ्नो अनुहार वा भविष्य देखिरहेका छैनन्। सीजेपीका सर्जक अभिजित देवकेको यो भनाइले धेरै कुरा स्पष्ट पार्छ। अर्थतन्त्र जतिसुकै द्रुत गतिमा बढे पनि जेनेरेसन जेडको रोजगारी, असमानता र भविष्यप्रतिको चिन्ता घटेको छैन। उनीहरूलाई लागिरहेको छ कि उनीहरूको कुरा सुन्ने र बुझ्ने कोही पनि छैन। यो एउटा गहिरो मानसिक थकान र निराशाको अवस्था हो। त्यसैले यो मीम र जोकको पछाडि निकै गम्भीर र वास्तविक मागहरू लुकेका छन्। हेर्दा बेरोजगारीहरूको ठट्टा जस्तो लागे पनि उनीहरूले उठाइरहेका मुद्दाहरू निकै परिपक्व छन्। उनीहरू सरकारको जवाबदेहिता खोजिरहेका छन्, मिडियामा सुधार, चुनावमा पारदर्शिता र महिलाहरूको लागि अझ बढी प्रतिनिधित्वको माग गरिरहेका छन्। यी कुनै हावागफ होइनन्, यी त एकदमै गम्भीर राजनीतिक माग हुन् जसलाई मीम र व्यङ्ग्यको प्याकेटमा राखेर बस्किएको छ। र अझ रोचक कुरा त के छ भने मस्कटको रूपमा साङ्लो नै किन छानियो?
साङ्लो कुनै हिरो होइन, हेर्नमा राम्रो पनि हुँदैन, तर साङ्लो लचिलो हुन्छ। जस्तो सुकै खराब परिस्थितिमा पनि आफूलाई ढाल्न सक्छ र बाँच्न सक्छ। यसले अत्यन्तै कम अपेक्षा राखेर आजको कठिन अर्थतन्त्रमा जेनतेन टिकिरहन सङ्घर्ष गरिरहेको एउटा पुरै थकित पुस्ताको कथालाई दुरुस्तै प्रतिनिधित्व गर्छ। यो व्यङ्ग्यको राजनीति भारतमा मात्र सीमित छैन, यसलाई अलि फराकिलो विश्वव्यापी दृष्टिकोणबाट पनि हेरौँ। संसारभरि नै यस्ता घटनाहरू भइरहेका छन्। इटालीमा कमेडियन बेप्पे ग्रिलोले आफ्नो हास्यलाई प्रयोग गरेर 5 स्टार मुभमेन्ट नै खडा गरिदिए। युक्रेनमा त झन् भोलोदिमिर जेलेन्स्की टिभीमा राष्ट्रपति खेल्दा खेल्दै साँच्चीकै राष्ट्रपति बन्नुभयो। अनि अमेरिकामा ट्रम्पको समयदेखि नै के साँच्चीकै राजनीति हो र के व्यङ्ग्य हो भनेर छुट्याउनै गाह्रो हुन थालिसकेको छ। कमेडियन र व्यङ्ग्यकारहरूले गम्भीर राजनीतिक प्रभाव पारिरहेका छन्। तर भारतको यो साङ्लो आन्दोलनको संस्करण अलि फरक र अत्यधिक अनलाइन छ। यो पूर्ण रूपमा मीम, ह्यासट्याग र युवाहरूको थकानबाट चलेको छ। तर सोच्नुस् त, भारतीय राजनीतिमा जहाँ विधायकहरूलाई रिसोर्टमा लुकाउने जस्ता ठूला ठूला ड्रामाहरू सामान्य मानिन्छन्, त्यहाँ एउटा किरा थिम भएको दल आउनु त्यति अस्वाभाविक पनि त लाग्दैन नि, होइन र? अब सबैभन्दा ठूलो प्रश्न, के यो हुल साँच्चै लामो समयसम्म टिकिरहला त? यस विषयमा दुईवटा फरक मत छन्। आलोचकहरू भन्छन् यो कुनै स्वतन्त्र युवाहरूको विद्रोह होइन, यो त विपक्षी दलले सावधानीपूर्वक डिजाइन गरेको डिजिटल राजनीति मात्र हो। तर अर्कोतर्फ समर्थकहरू यसलाई ताजा हावाको झोका मान्छन्। भालपको राजनीतिमा अझै पनि ठूला दलहरूकै वर्चस्व भए पनि सीजेपीले एउटा यस्तो अनलाइन छाल ल्याएको छ जसले सबैलाई बहसमा तान्न सफल भएको छ। भोलि गएर यो पार्टी कट्रो हुन्छ वा बिस्तारै हराएर जान्छ, त्यो त समयले नै बताउला। तर एउटा कुरा पक्का छ, यसले थकित र निराश युवाहरूलाई आफ्नो राजनीतिक एक्लोपन पोख्ने एउटा नयाँ भाषा दिएको छ। कम्तीमा केही समयको लागि भए पनि उनीहरूले आफूलाई कसैले सुनेको र देखेको महसुस पक्कै गरेका छन्। अन्त्यमा एउटा गहिरो प्रश्न सोचेर हेरौँ। पहिले युवाहरू रिसाउँदा घोषणापत्र र पर्चाहरू लेख्थे, तर आजको युगमा आक्रोशले मीम पार्टीहरू जन्माइरहेको छ। यस्तो अवस्थामा हाम्रो यो डिजिटल फर्स्ट लोकतन्त्रको भविष्य कस्तो होला? के इन्टरनेटको संस्कृतिले हाम्रो लोकतान्त्रिक अभिव्यक्तिको तरिकालाई सधैँका लागि बदलिदिएको हो? यो साँच्चै नै सोच्न बाध्य बनाउने विषय हो।